हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई र फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो आजको न्यू डे न्यू मिनी ब्लगमा। सो साथीहरू, म चाहिँ अहिले दाना पकाइरहेको छु। अन्त बुढाले चाहिँ अघि नै कचुहरू खोजेर काटेर ल्याइदिइसक्नु भएको थियो। मेरो चाहिँ अब उसिन्ने ड्युटी भनेर चाहिँ म चाहिँ यहाँनिर कचु उसिनिरहेको छु। सुँगुर पालेको छु, सुँगुर पालेपछि चाहिँ कचु काटेर उसिनेर खिलाउनु पर्ने हुन्छ। अन्त यहाँ चाहिँ मैले सबै उसिनिसकेको छु हो, लास्ट दुईवटा डल्ला र कति। अन्त त्यसलाई पनि लाएर खाँदेर चाहिँ आगो लगाइदिइराख्नु पर्यो। अब आगो लगाइदिइराखेर छड्यो भने चाहिँ आफै पाकिसक्छ। सो फाइनली साथीहरू, अहिले चाहिँ रात परिसकेको छ। म चाहिँ अहिले मेहन्दी लाउँदै बसिरहेको छु। रातिको चाहिँ 10 बजिसकेको छ। अनि बाउ छोरी चाहिँ अघि सुतिसक्नु भएको छ। यो भिडियो चाहिँ लामो हुन्छ साथीहरू, 2 दिनको बनाएको छु। अन्त मैले लगाएको मेहन्दी कस्तो लाग्यो हजुरहरूलाई, र फाइनल लुक हेर्न सक्नुहुन्छ। यसको चाहिँ कलर चाहिँ यतिको आएको छ। पछाडिपट्टि चाहिँ त्यस्तो दामी आएन हो, अगाडिपछि चाहिँ राम्रो आयो। अन्त मेरो छोरीको पनि मर्निङ भइसकेको छ। हेर्नुहोस् न कस्तो झर्को मानिबस्छ हो। बेसी झर्को मान्छ ऊ चाहिँ, रिस पनि कडा छ नि त। अनि छुच्ची भएको छ ऊ, बेसी नै छुच्ची। सायद मम्मी र पापा सिधा सिधा भएर होला कि। हेर्नु न कस्तो झर्को मान्दैछ। यति बेसी छुच्ची छ नभन्नुहोस् न। अन्त मैले उसलाई चाहिँ बिस्कुट खानु भनेर दिएको थिएँ नि त। ऊ चाहिँ बिस्कुट खेलाइबसेको छ। यो पनि दिन्छु भनेर प्याकेट देखाएको त, ऊ चाहिँ प्याकेट नै ल्याउन आउँदैछिन हो। खेल्ने मात्रै अरे, खाने चाहिँ होइन अरे। अन्त पापा आइसक्नु भएको छ। अनि बाउ छोरी चाहिँ मर्निङ वक गर्नु जानुहुन्छ नि त बिहान बिहानै। अनि जानुहुन्छ अरे ऊ बोकेर। अनि म चाहिँ टाटा गरिदिँदैछु, हेरिरहेछ मलाई चाहिँ। र मैले चाहिँ झाडु झपटा चाहिँ अघि बिहानै लगाइसकेको छु। अन्त पोछा मार्नुपर्ने हुन्छ नि त। अनि म चाहिँ पोछा मार्दा चाहिँ सरफ पानीले पोछा मार्छु यसरी। अन्त यसलाई यसरी फिटेर अलिअलि उठ्नुपर्छ। अनि म चाहिँ सबैभन्दा फर्स्टचोटि चाहिँ आमा र बाउको रुम पोछा जान्छु नि त सधैँ। अन्त यो बस्दा चाहिँ साइड गरेर राख्नुपर्ने हुन्छ, नभए डिस्टर्ब हुन्छ नि त। र अहिले चाहिँ 12 बजिसकेको छ दिउँसोको। अनि फोन आयो आँगनबाडीबाट, भाइदाले आउनुपर्ने हुन्छ भन्नुभयो नि त। अनि म चाहिँ छोरी लिएर आएको छु। अनि छोरीलाई चिप्ली खेलाइदिइरहेछु। अनि भाइदाले बोक्नुहुन्छ अरे छोरीलाई चाहिँ। सो साथीहरू, आजलाई यति नै, भेटौँला नेक्स्ट ब्लगमा। बाई बाई।